बढ्दै गएको तापक्रमको असर नेपालको उत्तरी क्षेत्रका हिमालहरूमा पर्न थालेपछि रसुवाको लाङटाङ हिमाल पनि प्रत्यक्ष रूपमा प्रभावित भएको देखिन्छ। चाँदी जस्तै टल्कने सुन्दर हिमश्रृङ्खला बिस्तारै नाङ्गिँदै जान थालेका छन्, जसलाई विकसित राष्ट्रहरूले गर्ने कार्बन उत्सर्जनको असरले जलवायुमा देखिएको उथलपुथल र त्यसको प्रभाव मान्न सकिन्छ। जलवायुमा देखिएको प्रतिकूलताकै कारण हिमाली क्षेत्रमा रहेका मानव जाति, वनस्पति एवं जीवहरू प्रत्यक्ष रूपमा असर भोग्न बाध्य भएका छन्, जसको कारण हिमचितुवा, हिमाली भालु जस्ता जनावर दुर्लभ बन्न पुगेका छन् भने जिल्लाको तल्लो क्षेत्रमा पाइने बँदेलहरू अहिले माथिल्लो क्षेत्रमा सरेका छन्। ग्लोबल वार्मिङको कारणले गर्दाखेरि अब क्लाइमेट चेन्ज, त्यसमा पनि हिमाली क्षेत्रमा अझ बढी प्रभाव पर्ने र माथिल्लो क्षेत्रमा टेम्परेचर बढेपछि वन्यजन्तुको तलदेखि को वासस्थान बिस्तारै माथि सर्दै जाने कारणले पनि हुनसक्छ। वन्यजन्तुहरूको वासस्थान माथि सर्दै गएको हो कि भन्ने पनि एउटा अहिले इस्युको रूपमा आएको छ। अब यसमा थप हामीले अनुसन्धान गर्न पर्ने पनि देखिएको छ। वर्षमा एक बाली आकाशे पानी तथा हिमपातको भरमा मात्र खेती गरिने रसुवा जिल्लाको लाङटाङ गाउँ विकास समितिका 9वटै ओडाहरू विशेष गरी करु, आलु र फापर जस्ता अन्न बाली उत्पादन हुने ठाउँ मानिन्छ। तथापि वन्यजन्तुबाट बाली सुरक्षित गर्न कृषकहरूलाई हम्मे पर्न थालेको छ। कृषकले आफ्नो बारी वरिपरि आफ्ना जग्गालाई सुरक्षित बनाउन कतै भुख्याचा राखेका छन् त कतै ससाना पर्खाल लगाएका छन्। वन्यजन्तुबाट हुने नोक्सानीलाई कम गर्न कृषकले यो उपाय अपनाएका भए तापनि बँदेललाई रोक्न कठिन भएपछि लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजना WWF ले नमुनाको रूपमा व्यवस्थित पर्खाल तथा टलकदार प्लास्टिकको प्रयोग गरी बँदेल नियन्त्रणको प्रयास गरेको छ। थोरै क्षेत्रमा गरेको नमुना प्रयोगले कृषि बालीको सुरक्षा गरेको कृषकको अनुभव छ। पर्खालको व्यवस्था गरिदिनु भएको छ। एउटा फेरि त्यो एउटा प्लास्टिकको एउटा चाहिँ कपडा राति टाल्किने एउटा कपडा हुन्छ नि, त्यसको चाहिँ उहाँले व्यवस्था गरिदिनु भएको छ। यसपालि हाम्रो वार्ड नम्बर 1 मा चाहिँ पोहोरको साल चाहिँ त्यसरी चाहिँ पर्खाल लगाएर राम्रो आलु फल्यो। त्यो पर्खाल लगाएर चाहिँ भित्र चाहिँ बनेल पनि छिर्नु सकेको छैन। फेरि क्रमगतमा उहाँले दोस्रो 2 र 3 नम्बर वार्डमा अहिले हजुरहरूले पनि म चाहिँ यहाँबाट हिँड्दाखेरि म देखाउँछु त्यो पर्खालहरू। त्यहाँ पनि उहाँले फेरि त्यो क्रमगत रूपमा फेरि पर्खाल गइरहेको छ। त्यो गर्दाखेरि बल्ल बल्ल आलु चाहिँ अलि राम्रो खान पाएको छ बाली चाहिँ। फेरि त्यहाँबाट तल गएपछि फेरि छैन, फेरि त्यस्तै हो। फेरि तालतिर गएपछि त्यो भन्नेले फेरि सखप सबै एकदमै चाहिँ यो बालीमा चाहिँ यो बन्नेले चाहिँ धेरै नै हामीलाई चाहिँ दुःख दिइरहेको छ। तापक्रम वृद्धिसँगै वन्यजन्तु वासस्थानको खोजीमा बसाइ सर्ने क्रम बढेको पाइन्छ। प्रकृतिमा आएको परिवर्तनसँगै मानव र वन्यजन्तु बीचको द्वन्द पछिल्लो समयमा बढेको देखिन्छ। वन्यजन्तु र मानवको द्वन्द्वले गर्दा खेतीयोग्य मैदान सुक्खा मरुभूमि बन्न पुगेका छन्। वासस्थान परिवर्तन गर्दै बँदेल, बाँदर लगायतका जनावर 3500 मिटर भन्दा माथिको उचाइमा बसाई सरेर आएपछि यहाँका स्थानीयले खेतीयोग्य बारी प्राय बाँझो छाडेका हुन्। त्यसैले होला वर्षौंदेखि कृषि पेशा अगाल्दै आएका कृषकले आफ्नो पेशा नै परिवर्तन गर्न बाध्य भएका छन्।
टेम्परेचर बढ्दै गएपछि त्यो सोइलको उर्वरा शक्ति नै घट्न जाने हुन्छ, त्यसकारण त्यो वाटर कन्जर्भेसन सम्बन्धी कामहरू चाहिँ गर्नुपर्ने हुन्छ। त त्यो सबै गर्नको लागि चाहिँ मलाई लाग्छ सबभन्दा पहिले एउटा स्टडी गर्नुपर्ने हुन्छ त्यो ठाउँमा। त्यो स्टडी गरिसकेपछि अनि कस्तो खालको मेजर गर्ने भन्ने चाहिँ त्यो हामीले चाहिँ थाहा हुन्छ। कृषि र घर धन्दासँग सम्बन्ध रहने महिला र बालबालिका यसको प्रत्यक्ष असरमा परेका छन्। पहिला यहाँ लाङटाङमा त बन्देल भनेको नाम निशानी थिएन, अहिले त अत्याधिक मात्रामा वृद्धि भएर अब लाङटाङ गाउँदेखि लिएर माथि लाङ्से खर्का जसको उचाइ छ तपाईँको 4500 लगभग त्यस्तै उचाइसम्म पुगिसक्यो। हाम्रो अनुभवमा चाहिँ लाङ्सेसम्म आइसक्यो। त्यो उनीहरूको झाडोमा चाहिँ हामी बदलिँदा तपाईँको चाहिँ गोरातेबलसम्म पहिला हामी सानो सानो हुँदाखेरि बदलिँदा गोरातेबलसम्म अलिअलि देख्थ्यो, अहिले त लाङ्सेसम्म मैले पनि स्वयं देखेको थियो। अनि स्वयं देखेर तपाईँको चाहिँ हिजो म लाङटाङ गएको, लाङटाङको मेरो आँगनमै तपाईँको चाहिँ बनेलले जोते रहेछ कि तपाईँको चाहिँ। अनि मैले बाउ आमाले भनेको थियो तपाईँहरू राति केयर गर्नुहोस् है, यहाँ चाहिँ बनेलले हिजो राति जोतेर गएछ, अब के गर्ने बाबु, अब बनेल आउँछ, अब हामी त तपाईँको बनेल अस्ति हाम्रो चाहिँ त्यो भित्रै पस्न आउन लाग्यो भन्दै थियो। लाङटाङ क्षेत्रमा बढ्दो सङ्ख्यामा बँदेलको उपस्थिति देखिनु र त्यसले कृषिजन्य क्षेत्रमा गरेको क्षतिको अवस्थालाई हेर्दा किसानहरू कृषि बाली गर्नका लागि हतोत्साहित भएका हुन्। बन्नल आएर त्यस्तो त्यो बारीहरू पहिला त सबै रोप्थ्यो, अहिले बारीहरू सबै पाङ्ख भएर त्यो भारतबन्देजको कमीले गर्दाखेरि नै खेतीपाती छोड्दै आएर चाहिँ अहिले घरको छेउछाउमा अलिअलि लाउन लागेको छ। त्यो छेउछाउकोले पनि यति सबै भन्दैले नै दिउँसै आएर जोत्न थालेछ, अनि त्यही गर्दाखेरि खेतीपाती छोड्दै आएछ। 2 दशक अघि बँदेलको शिकार आरक्षणको व्यवस्था लाङटाङ राष्ट्रिय निकुञ्जले गरेको भए पनि लामो समयसम्म संरक्षित क्षेत्रमा शिकार आरक्षण नगर्दा यसको सङ्ख्यामा वृद्धि भएको लाङटाङ राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र सहयोग आयोजना WWF तथा फ्रेन्ड्स अफ नेचर नामक संस्थाले यसै वर्ष गरेको अनुसन्धानले पनि पुष्टि गरेको छ। लामटाङ राष्ट्रिय निकुञ्जको सबै क्षेत्रमा बँदेलको सङ्ख्याको अध्ययन गर्दाखेरि सबभन्दा बढी लामटाङ भ्यालीमा यसको डेन्सिटी रहेको पाइयो र त्यसमा स्थानीय बासिन्दाहरूसँग पनि अरू छलफल गर्दाखेरि पहिलाको भन्दा सङ्ख्या अझै बढ्दै गएको भन्ने किसिमको पनि रिजल्ट प्राप्त भएको छ। तापक्रममा आएको उतार चढावसँगै वन्यजन्तु स्थानान्तरण गर्दै सुरक्षित वासस्थान र आहारको खोजी गर्दै उच्च वेगमा स्थानान्तरण हुनु वायुमण्डलमा आएको प्रभाव मान्न सकिन्छ। चाहिने आहारको सङ्कट र वासस्थानको समेत समस्या हुँदै जान थालेपछि वन्यजन्तुले आफ्नो वासस्थान सारेको हुन सक्छ। नेपालमा प्रतिवर्ष औसत 0.06 डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको तथ्याङ्क पाइन्छ। नेपाल विश्वकै कम हरितगृह ग्यास उत्सर्जन गर्ने देश भए पनि यसको असर नेपालले भने सबैभन्दा बढी भोगिरहेको छ। नेपालले विश्वको कुल हरितगृह ग्यासको 0.025% मात्रै उत्सर्जन गर्छ। तापक्रम वृद्धिसँगै वन्यजन्तुले गर्दै गरेको वासस्थान परिवर्तनले कृषि क्षेत्र लगायत मानव जीवनमा पारेको असरलाई कमी गराउन अपनाइएका उपायहरू त सार्थक बन्दै जालान्, तर मानव निर्मित भौतिक साधनबाट बढ्दो वातावरण प्रदूषणको असरलाई कमी गराउन सचेत नागरिक आजैबाट लागि परेमा यसको समाधान केही हदसम्म हुने अवश्य देखिन्छ।